आज हो मेरो चेस्ट एन्ड ब्याक डे प्लस डे 16। मौसम अलिअलि चिसो भएको कारणले बिहान मैले 1 कप कफी खाएर म लागेँ जिमतिर। आज मेरो चेस्ट र ब्याक डे भएको कारणले राम्रोसँग स्ट्रेचिङहरू गरेँ। अप्पर ब्याकको लागि मैले फर्स्टमा गरेँ टी बार रो एकदम कन्ट्रोल मुभमेन्टमा, सेकेन्डमा अप्पर ब्याक रो त्यसको पनि 3 सेट, लास्टमा आइसोलेसन मुभमेन्टको लागि मैले गरेँ ल्याट पुल ओभर विथ स्टेट बार। चेस्टको लागि फर्स्ट एक्सर्साइज इन्क्लाइन चेस्ट प्रेस गरेँ, सेकेन्ड नम्बरमा इन्क्लाइन डम्बेल बेन्च प्रेस, थर्डमा मैले गरेँ बेन्च प्रेस, लास्टमा आइसोलेसन मुभमेन्टको लागि मैले गरेँ हाई टु लो केबल फ्लाइ। आफ्टर फिनिसिङ माई वर्कआउट ऐनामा हेर्दै फ्लेक्स गर्दै आजको वर्कआउट सकाएँ। हेर्दा हेर्दै च्यालेन्ज एक्सेप्ट गरेको पनि 16 डेज भइसकेछ। आफ्टर वर्कआउट अन्डाको भुर्जीसँग रोटी खाएँ। त्यसपछि मलाई बाहिर जानु थियो, म बाहिर गएँ। धेरै टाइमपछि म फेरि डान्स क्लास रिजोइन भएँ। यिनी हुन् सफल बस्नेत, जुनियर कार्टुन क्र्यू, उनले मलाई डान्स सिकाउँछन्। दिउँसभरिको आफ्नो पर्सनल काम सकेर साँझ रोटी र सेमीको तरकारी र आलु खाएँ। आजलाई यति, बाइ बाइ गाइज, गुड नाइट, सी यू सुन।